इमानदारीता र बहादुरीताको एउटा जिउँदो उदाहरण। बस्न्यात परिवार एक खास राजपूत क्षेत्रीय परिवार हो र यो परिवारले गोर्खा राज्य र नेपालको राजनीतिक प्रशासनमा पहिलेदेखि नै एक महत्त्वपूर्ण भूमिका खेलेका छन्। राणा शासनको उदय हुनुभन्दा अघि शाह वंश लगायत पाण्डे परिवार, थापा परिवार र बस्नेत परिवार नेपालको सक्रिय राजनीतिमा भाग लिने 4 महान परिवार मध्ये यो एक थियो। विक्रम सम्वत 1903 कार्तिक 12 मा भण्डारखाल नरसंहारको क्रममा कुँवर परिवारका जङ्गबहादुर राणाले केन्द्रीय सत्ताबाट निर्मूल पार्ने अन्तिम परिवार बस्न्यात परिवार थियो। लमजुङमा बस्दै आएका प्रबल सिंह बस्न्यातका 2 छोराहरू छपर सिंह बस्न्यात र मोहजाल सिंह बस्न्यात थिए। ती भाइहरू छपर सिंह बस्न्यात र मोहजाल सिंह बस्न्यात राजा द्रव्य शाहसँग लमजुङबाट गोर्खा आएका थिए भन्ने विश्वास छ। छपर सिंह बस्न्यात र मोहजाल सिंह बस्न्यातले राजा द्रव्य शाहलाई गोर्खाको सिंहासनमा कब्जा गर्न मद्दत गरे। शिवराम सिंह बस्न्यात छपर सिंह बस्न्यातको वंशज सन्तान थिए। शिवराम सिंह बस्न्यातको जन्म विक्रम सम्वत 1771 सालमा भयो। विक्रम सम्वत 1803 सालमा राजा पृथ्वीनारायण शाहले तिब्बत कुती जाने बाटो, जुन काठमाडौँ, भक्तपुर र ललितपुर जस्ता अन्य राज्यपालहरूको मार्ग थिए, त्यो कब्जा गर्न छलफल गर्न विश्वस्त दरबारीहरूको बैठक बोलाए, जसमा साङ्खु, चाङ्गु, नालदुम र महादेव पोखरीमाथि कब्जा गर्ने आवश्यक पर्यो। काठमाडौँ र अन्य राज्यहरू घेरा हाल्न र व्यापार मार्ग अवरुद्ध गर्न सोच गोर्खा चाहन्थे र ती राज्यहरूमा आर्थिक नाकाबन्दी गर्न चाहन्थे। त्यस छलफलको क्रममा राजा पृथ्वीनारायण शाहले ती क्षेत्रहरू कब्जा गर्न गोर्खाली सेनाको नेतृत्व लिन को लागि तयार छ भन्ने जान्न चाहन्थे। कसैले पनि बोल्ने आँट गरेनन्। केही मिनेटको लागि पूर्ण मौन भयो। त्यसपछि 32 वर्षको शिवराम सिंह बस्न्यात खडा भए र राजा पृथ्वीनारायण शाह र गोर्खालाई उनको सेवा प्रस्ताव गरे। शिवराम सिंह बस्न्यात नुवाकोटबाट टाढी नदी पार गरी पातिभन्ज्याङ आइपुगे। त्यसपछि उनी झुले लेक, शिवपुरी र चाङ्गु, साँखु र महादेव पोखरी आए। उनले काठमाडौँबाट 23 किलोमिटर उत्तर पूर्वमा मेलम्चीको राजमार्गमा जहारसिंह पौवा भनिने स्थान, जुन अहिले द्वारे टोलमा अवस्थित मा 900 सिपाहीहरू सहित अस्थायी सैन्य शिविर थार्पु स्थापना गरे। विक्रम सम्वत 1803 फागुन 5 सोमबार शत्रुहरूको विरुद्ध लड्ने क्रममा शिवराम सिंह बस्न्यात मारिए। शिवराम सिंह बस्न्यात 32 वर्षको थिए। शिवराम सिंह सेतो घोडामा सवार भएर काठमाडौँ सेनाको विरुद्ध लडिरहेको थिए। पछाडिबाट पाटनको फौजले हमला गरे। शिवराम सिंह बस्न्यातले आफ्नो तरबार आफ्नो दाहिने हातमा राखेका थिए, तर पाटनका शत्रु सिपाहीले तरबारको प्रहारपछि उनको टाउको काटिदिए। उनको टाउको तल झर्यो। त्यसपछि उनका शरीर शत्रुहरू हमला गर्ने स्थितिमा केही मिटर अगाडि खस्यो। त्यस दिन मध्यरातमा साङ्गु चोक थार्पुमा रहेको 900 सेनाको गोर्खाली सेनामा 3000 सेना भएको काठमाडौँ र ललितपुरको संयुक्त सेनाको अचानक आक्रमण गरेका थिए। शुभप्रभा बस्न्यात शिवराम सिंह बस्न्यातका पत्नी थिए। साङ्गा चोकको युद्धमा श्रीमान शिवराम सिंह बस्न्यात शहीद हुँदा सूरप्रभा करिब 28 वर्ष उमेर भएको र गर्भवती भएको पनि अनुमान गरिएको थियो। राजा पृथ्वीनारायण शाहलाई भेट्न गर्भवती सूरप्रभा बस्न्यातले तिनै टुहुरा छोरा नाहर सिंह बस्न्यात, केयर सिंह बस्न्यात, अभिमान सिंह बस्न्यातलाई आफूसँगै लगे। सूरप्रभा बस्न्यातका छोरा ढोकल सिंह बस्न्यात यस समय उनको कोखमा नै थियो। सूरप्रभा बस्न्यातले राजालाई अनुरोध गरे। उनका पति एक बाघ सरह युद्धमा मरेका थिए। त्यसकारण ती बाघका 4 बच्चाहरूको राज्यले ख्याल गर्नु पर्दछ र ती भविष्यका लडाइँहरूमा उपयोगी हुनेछ भनेर सूरप्रभाले पृथ्वीनारायण शाह सामु बिन्ती गरे। राज्यले अनुमति दिएमा सूरप्रभा आफै लडाइँमा जाने इच्छा पनि बताए। यसले राजा पृथ्वीनारायण शाहको हृदय छोयो र उनले वरिष्ठ अधिकारीहरूको अगुवाईमा सबै बच्चाहरूको हेरचाह गर्न राजी भए र उनीहरूलाई दरबारमा तालिम दिए। 4 छोराहरू नाहर सिंह बस्न्यात, केहर सिंह बस्न्यात, अभिमान सिंह बस्न्यात
र धौकल सिंह बस्नेत थिए। शिवराम सिंह बस्नेत गोर्खाका पहिलो प्रमुख सैन्य नेता बन्नुभयो, जसलाई कालुपाडे भन्दा अघि नै नेपाल एकीकरणको अभियानमा शहीद गरिएको थियो। विक्रम सम्वत 1812 श्रावण 14 मा गोर्खा र लमजुङ बीच सिरानचोकमा ठुलो लडाईँ भयो। 24 राज्यहरूले ईर्ष्याको कारण गोर्खाको सिरानचोकमा हमला गरे, किनभने गोर्खाले पूर्वी क्षेत्र नालदुम, महादेव पोखरी, साखु र चाँगु कब्जा गर्नमा सफल भएको थियो। यसबीच गोर्खा दरबारमा लडाईँको समाचार आएको थियो कि योद्धाहरूको लागि खाने र पानीको अभावका कारण गोर्खाली सेनाले युद्ध गुमाइरहेको थियो। त्यो बेला गोर्खामा भने खाना र पानी पठाउन त्यहाँ कुनै पुरुष सदस्यहरू थिएनन्। काजी रणरुद्र शाहकी पत्नी र सूरप्रभा बस्नेतको नेतृत्वमा साहसी महिलाहरूको समूह तरबार लिएर सिरानचोकको युद्ध भूमिमा लडाकुहरूलाई खाना र पानी वितरण गर्न गए। सूरप्रभा बस्नेतले आफ्ना छोराहरू नहार सिंह बस्नेत, केयर सिंह बस्नेत र 10.5 वर्षको छोरा अभिमान सिंह बस्नेतलाई युद्धका लागि समेत पठाए। शिवराम सिंह बस्नेतका पहिलो छोरो काजी नहार सिंह बस्नेतले मकवानपुरको युद्धमा मीर कासिमको फौज विरुद्ध लडे। विक्रम सम्वत 1826 मा कान्तिपुर, पाटन र भाडगाउँ कब्जा गर्ने युद्धमा नहार सिंह बस्नेत प्रमुख सैन्य नेता थिए। आफ्ना 3 साना भाइहरूसँग नहार सिंह बस्नेतले विक्रम सम्वत 1845 मा तिब्बतको युद्धमा पनि लडेका थिए। शिवराम सिंह बस्नेतका दोस्रो छोरा काजी केयर सिंह बस्नेत तिब्बतमा नेपाली सिक्का प्रसारित गर्न तिब्बत गए। दिव्य उपदेशका अनुसार राजा पृथ्वीनारायण शाहले गोर्खाका काजी कालुपाडेकी छोरी चित्रादेवी र काजी केयर सिंह बस्नेत बीच विवाह गरेका थिए। केयर सिंह बस्नेत प्रमुख सैनिक नेता थिए, जसले पश्चिमी जिल्लाहरूमा र काठमाडौँ उपत्यकालाई नेपालमा एकीकृत गरे। काठमाडौँ, पाटन, भक्तपुर, कीर्तिपुर गाँच्नका लागि काजी केयर सिंह बस्नेतले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। नेपाल एकीकृत गर्न उनको योगदान अतुलनीय छ। नेपालमा विलय भएको लगत्तै केयर सिंह बस्नेतलाई पाटनको मुख्य प्रशासक नियुक्त गरियो। विक्रम सम्वत 1828 मा राजा पृथ्वीनारायण शाहले काजी वंशराज पाण्डे, काजी केयर सिंह बस्नेत र सरदार प्रभु मल्लको सैन्य नेतृत्वमा पश्चिमी 24 राज्य विरुद्ध युद्ध गरे। गोर्खाली सेनाले 24 राज्यको विरुद्ध लडाईँ हार्यो र काजी केयर सिंह बस्नेत युद्धको मैदानमा मरे। विक्रम सम्वत 1801 फागुन 14 मा जन्मेका अभिमान सिंह बस्नेत शिवराम सिंह बस्नेतका तेस्रो छोरा संयुक्त नेपालका प्रमुख कमान्डर बने। 2 दशकको लडाईँपछि पृथ्वीनारायण शाह काठमाडौँ कब्जा गरे र उनी काठमाडौँ राजधानीमा सरे र उनी हनुमान ढोका दरबारमा बसे। पश्चिममा अन्तिम विजयपछि अभिमान सिंह बस्नेतलाई काजीमा पदोन्नति गरियो, जसले काठमाडौँमा तिलङ्गा भवन भनेर चिनिने मान मन्दिर बनाए। अभिमान सिंह बस्नेतलाई काठमाडौँ जितेकोमा यो जग्गा उपहारको रूपमा दिइएको थियो। काजी अभिमान सिंह बस्नेतले विक्रम सम्वत 1833 मा आफैको लागि असन काठमाडौँमा त्यहाँ घर बनाए, जसलाई मान मन्दिर भनेर चिनिन्छ, जुन अझै तिलङ्गा घर वा पल्टन घरको रूपमा अवस्थित छ। अभिमान सिंह बस्नेतले लगभग 72 सिपाहीहरूसँग काठमाडौँ जितेका थिए। यसकारण तपाईँ यहाँ 72 सिपाहीहरूको कुडिएको मूर्तिहरू देख्न सक्नुहुन्छ, जो अगाडि बढिरहेका थिए, जसले उनलाई विजयको दिशामा पुर्याए। अभिमान सिंह बस्नेत भित्री चोकमा बस्थे, जबकि पूर्वपट्टिको भवन आफ्नो सुरक्षाका लागि सैनिकहरूको लागि प्रयोग गरिएको थियो, जसको कारण यो घर पल्टन घरको नामले चिनियो। हनुमान ढोका महलपछि पल्टन घर पहिलो निजी भवन थियो, जसमा झ्यालमा सिसा प्रयोग गर्न अनुमति दिइयो। सिपाहीहरूको पंक्तिमा तपाईले भेटाउन सक्नुहुन्छ कि ती मध्ये एक घोडामा चढेको छ, जसलाई अनुमान गरेको छ कि यो काजी अभिमान सिंह बस्नेत आफैले आफ्नो सेनाको नेतृत्व गरिरहेको थिए। पृथ्वीनारायण शाहले लेखेको दिव्य उपदेश पल्टन घरको बैठकमा भेटिएको थियो र बस्नेत परिवारले राजा महेन्द्रलाई प्रस्तुत गरे। अहिले भने 72 पल्टनको चित्रहरू, जुन घरको सबभन्दा महत्त्वपूर्ण अंशहरू मध्ये एक थियो, बिग्रिएको अवस्थामा छ। अभिमान सिंह बस्नेतको मृत्यु
विक्रम सम्वत 1857 असार 56 वर्षको उमेरमा भयो जब अभिमान सिंह बस्नेतलाई मोरङ र सुनसेरीको क्षेत्रमा बसाउन पठाइएको थियो, जसलाई त्यति बेला कालाबन्जर भनिन्थ्यो। अभिमान सिंह बस्नेतले जमिनदारी शक्ति थारूमा पुर्याएका थिए र चौधरी पदवीबाट सम्मानित थिए। राजा रणबहादुर शाहले वृद्धावस्थामा अभिमान सिंह बस्नेतलाई घना जङ्गलमा भएको यस ठाउँमा खटाउने एक ठूलो अन्याय थियो, जब अभिमान सिंह बस्नेत पहिले नै मूलकाजी थिए। विधुवा ब्राह्मण कान्तिवतीसँग रणबहादुर शाहको विवाहको बारेमा अभिमान सिंह बस्नेतको अप्रसन्नताको कारणले उनलाई यहाँ पठाइएको थियो। अभिमान सिंह बस्नेतलाई सम्भव मलेरियाले ज्वरो आएको हुन सक्छ, जसको कारण उनको त्यहाँ मृत्यु भएको थियो। शिवराम सिंह बस्नेतका चौथौं छोरा काजी ढोकल सिंह बस्नेत कुमाऊं गढवालको गभर्नर बने। त्यस समयमा कीर्ति मन्दिर भनेर चिनिने वर्तमान नारायणहिटी महल क्षेत्रको पहिलो मालिक ढोकल सिंह बस्नेत नै थिए। राजा रणबहादुर शाहको शासनकालमा जब प्रधानमन्त्री भीमसेन थापा सत्तामा आए र पाण्डे परिवार र थापा परिवारहरूबीच शक्ति सङ्घर्ष भयो। पहिलेदेखि नै पाण्डेहरूसँग वैवाहिक सम्बन्ध भएकाले बस्नेत परिवारहरू पाण्डेहरूको पक्षमा थिए। नेपालको एकीकरणमा बस्नेत परिवारको ठूलो योगदानको बावजुद पनि बस्नेत परिवारबाट कोही पनि राष्ट्रिय विभूति घोषित भएन। बस्नेत परिवारका रण्य बस्नेत, जितमान बस्नेत, वीरध्वज बस्नेत, इन्द्रवीर बस्नेत, बङ्कवीर बस्नेत, रणदीप सिंह बस्नेत, रणधीर सिंह बस्नेत, जहर सिंह बस्नेत, कीर्तिमान सिंह बस्नेत, बख्तावर सिंह बस्नेत, भगत सिंह बस्नेत, कुलमान सिंह बस्नेत, प्रसाद सिंह बस्नेत आदिले नेपालको सार्वभौमिकताको रक्षाको लागि विभिन्न इतिहास कालमा र युद्धमा आफ्नो जीवनको बलिदान दिएका थिए।